हाई गाइज, म आज तपाईहरुलाई मेरो छोरा खेलिरहेको भिडियो देखाउन गइरहेको छु। मलाई चाहिँ यो बाबुको मेमोरी होस् भनेर मैले युट्युबतिर सेभ गरेर राख्न चाहे हैन। उसको सानो कुराहरु पनि कति क्युट लाग्ने कि हेर्नु बच्चालाई खेलाउन सिकाउनै नपर्ने आफै जान्ने कि उसको साथमा हामी बस्दिनु मात्रै पर्यो उ आफै खेल्ने हेर्नु न कति मजाले खेल्दैछन् उफ्रिएर। हेलो हेलो एभ्रिवन हाई उसको चाहिँ टोपीको फुर्का खस्न लागिसकेको छ उसलाई थाहा छैन ऊ खेल्नको धुनमा। अनि हामी यस्तै गरेर म मामा घरको क्लिप पनि देखाउन गइरहेको छु। हामी चाहिँ मामा घर गएको थियौँ। मामा घर जाने बित्तिकै पहिला भाइलाई भाइ भनेर बोलाउनु भयो हेब्रोनले। भित्र जाने बित्तिकै ऊ भाइको गाडी देखेर अनि उसले लिएर हिँड्न थालिहाल्नु भयो भाइलाई। हेब्रोनले चाहिँ आज पहिलोचोटि चलाउनु भएको यसरी गाडी हैन। हामीले साइकल चाहिँ किनिदिएको थिएन किनकि हामी उसलाई साइकल दिएर बस्ने टाइम पनि छैन। हामी ड्याडी अब दिनभरि ड्युटी जानुहुन्छ, म पनि पसलतिर बस्नुपर्ने कारणले गर्दाखेरि बाबुलाई साइकल दिएर खेलाएर बस्ने टाइम छैन। त्यसकारण हामीले किनेको थिएन बाबुलाई। उसले साइकल देख्ने बित्तिकै हेर्नु न आज पहिलोचोटि कसरी चलाउन सकेको कति खुसी लाग्ने आफ्नो छोरीको प्रगति देख्दाखेरि। अनि चाहिँ दानीहरूलाई चाहिँ खुब विश्वास भएको होला है दादाले मलाई लडाउँदैन भन्ने कुरा, त्यही भएर आनन्द छन् उनी। हेब्रोनले चाहिँ कसरी जाने हामी अचम्म भयौँ कि पहिलोचोटि हो यो उसको। अनि छक्क पर्यौँ सबैजना। तर हुन त ऊ स्कुटरमा बाबासँग यसरी अगाडि उभिएर हिँडिराख्ने ड्याडीले के गर्नुहुन्छ सबै ज्ञानहरू भइसक्दो रहेछ कि बच्चालाई। अनि त्यही भएर होला उसले अगाडि पछाडि गरेको सबै थाहा छ उसलाई। बच्चादेखि हामीले चाहिँ के नि जान्दैन होला बच्चाले जस्तो सोच्छौँ हैन, तर बच्चाले धेरै कुराहरू जानिसक्नु भएको हुँदो रहेछ। हरेक प्रत्येक नयाँ कुराहरूले हामी एकदम सानो कुराहरू कति ह्याप्पी फिल हुन्छ हैन। आफ्नो बच्चाको कुराहरू तोते बोलीदेखि लिएर सबै हरेक फर्स्ट टाइम गर्ने कामहरूदेखि कस्तो खुसी लाग्ने कि हेर्नु न अगाडि जाँदैछन् फेरि फर्काउँदैछन् फेरि घुमाउँदैछन्। सिकाउनै नपर्ने के बच्चालाई अचम्मै लाग्ने। हेलो हेलो दानियल माइजू भएको ठाउँमा जाँदैछन्। अब उनीहरू कसरी घुमाइ ल हेर्नु न मोड्न पनि जानेको सबै कुरा जानेको। अब बाबुलाई साइकल नकिन्दै भएन। अब साइकल किनेर पनि उसँग बस्ने टाइम नै छैन कि अब के गर्नु हो बाध्यता सबै। ल हेर माइजूबाट जान लागिसक्यो फर्कै